रुको रुको, ऐसे नहीं, शुरू से दिखाता हूँ। सुरंग सी बागी उड़ान पे ही ना जाने क्यों इलाही मेरा जी आए आए, इलाही मेरा जी आए आए। हेलो एभ्रिवान, वेलकम टु माई न्यू डे न्यू ब्लगमा सम्पूर्णलाई स्वागत छ। आजको यस ब्लगमा म भर्खर बिहान उठ्दै गरेको हुनाले सम्पूर्णलाई गुड मर्निङ। अहिले चाहिँ बिहानको 8 बजिसकेको छ। काम चाहिँ एकदमै माथि आइसकेको रहेछ। म भने आरामले सुतिरहेको। अब गाडीमा जान एकदम हतार छ मलाई। अब म चाहिँ हात मुख धोएर नास्ता खाएर गाडीतर्फ लागे है त। के भयो तिमीलाई? खोकिला तपाईँ खान्छौ? खोइ तपाईँ खान्छौ? सब थाहा मेरोमा। ल फोन गर्नुलाई न भाइ, रोक्यो नि भाइ। हेर्ने गाइस, हाम्रो 4 नम्बरको बिजोक। हेर्नु यहाँको जाम अवस्था, जनता जान्न चाहन्छन् भने। अच्छा हाम्रो नै आजको डिब्बा हाम्रो गाडी आयो 3007 डिजेल भिन्न जाने आइनु सानै खायो तिम्रो मायाले। अब चाहिँ हामी जाँदैछौँ बुटोल। गाडी खाली छ होइन? तिम्रो कस्तो लाग्छ यार? गाडीमा मान्छे हेर्नु छोडेको त होला न? निन्द लाग्छ र होइन? जामिन लाग्छ यिनलाई बिचरा यार। बुटोलदेखि आउँदाखेरि ल यिन त 10 मिनट सुत्छ कि होइन बाटोमा? बाटो यस्तो हालत। बारेङ्गा पुल, नदी, यो बाटो, यो मान्छे, हाम्रो खलासी भाइ, यो म। बाटोको हालत चाहिँ अचम्मै गयो। एउटा मात्रै गाडीमा चाहिँ जाम लाएर बर्बाद छ न। बर्खामा के होला यहाँ हालत? अरू भाइ भन्दै त आउँदा भाइ भन्दै यार। यस्तो भाइ भन्दै यार। तिमी त 24 भने फेमस छ अरे। अब तिमीलाई के भने फेमस गराउँछ भन्थ्यो अरे? तपाईँले के भने फेमस गराउँछ भन्थ्यो? हाम्रो खसेर ढोका खोल्दै नभएर ढोका खोला ढोक्न सकेन भाइ यार। अलि जोसले खोला न, भित्र काँचा धक्कालाई फेरि खोल। भित्र धक्कालाई भित्र भित्र हेर्छ भाइदेखि यार। ल यस्तो
बस्नु चारजनामा गाडी हो क्या यो छिटो गर कान्छो भाडालाई जाऊ भने हालत उयो अगाडि हो क्या बुढोको मान्छे हाल्नु बुढो चिचा त भाइ यहाँ पनि छ क्या त यो वासिङ हो क्या उयो हो या उयो देख्नु भयो सूरज अल्छी गरेर धेरै
आजको बिहानदेखि साँझसम्मको डेली भ्लग हजुरहरूलाई कस्तो लाग्यो मन पर्यो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु हुन र भिडियो हेर्नको लागि फेरि म अर्को भिडियो लिएर आउनेछु भन्दै अहिलेलाई बाई बाई सी यू अगेन।